कसलाई भुकेको यो ल हेर त के माया लाग्दो कुरो छ जङ्गलभित्र नानीहरू खै ए यहाँ रहेछ हेर त आम्मा, कतिवटा रहेछ हौ साथीहरू अब चाहिँ म चाहिँ कुकुरलाई खाना लगेर जाँदैछु है साह्रै माया लाग्दो जङ्गलभित्र कुकुर भेटेँ कि आज खाना लगेर गयो अहिले चाहिँ यो दुईटालाई पनि साथी लगेर जानुपर्छ हिँड आज सो सो सरी कम गाठ लानै पर्छ यो दुईजना चाहिँ भित्र जानु दिनु हुँदैन भित्र गयो भने जिनीहरूले हमला गर्छ हो हेर्दै गर्नुहोस् यतिलाई थाहा भएछ हामी चाहिँ खाना पुऱ्याउनु गएको हो भनेर थाहा भएछ कि यहाँ आमा छोरा घुम्नु निस्केछ कालो चाहिँ अलिक चङ्खो रहेछ सेतो चाहिँ केही थाहा छैन बिचरा खाना देखेर होला पुरा खुसी भयो नि नानी हिँड 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 उता हिँड उता हिँड पर हिँड पर हिँड 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 न बाटो हिँड म हिँड तल हिँड तल घरमै हिँड घरमा घरमै हिँड नानी घरमै हिँड तिमीहरू घरभित्रै हिँड्नु अर्को आउँछ हिँड हुँदैन हिँड 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 तल हिँड अब यो कुकुरहरू चाहिँ जङ्गलभित्र यसरी के भन्नु हो कुकुरले ल्याइदिएको हो कुकुरले ल्याएर छोडेको भन्नु कि स्यालले ल्याएर छोडेको भन्नु कि अब चाहिँ के भन्नु यस्तो चाहिँ मान्छेले ल्याएर छोडेको हो कि यो हाम्रो एनिमल लभर्सहरू र अन्त एनिमल भन्दा पनि जुन चाहिँ हाम्रो यो कुकुरहरू हेर्ने हुन्छ नि संस्थाहरूले चाहिँ यस्तो कुकुरहरूलाई चाहिँ याद गरेर धेरै धर्म हुन्थ्यो है न कुकुर छोयो कुकुरलाई आजकल अलिकति छोयो कुकुरलाई छोयो कुकुरलाई पनि के गर्यो भनेदेखि चाहिँ पुरा फाइन चाहिँ डरलाग्दो लाग्छ भन्छ होइन यस्तो खाना नभएको कुकुरहरू यसरी जङ्गलतिर बाटोतिर ल्याएर छोडिराख्ने र त्यस्तोतिर नै कारबाही गर्नुभन्दा पनि सबैभन्दा ठुलो कुरा चाहिँ यसो माया चाहिँ हुनुपर्छ क्या कुकुरहरूमाथि हेर्नुहोस् त यस्तो सानो नानी यसले पनि खानामाथि आमासँग आमाले दिनु मानेको छैन हो किन दिनु नमानेको भने त आमाले त्यो खाना खाएर फेरि दुध पनि दिनुपर्छ कति माया लाग्दो है यस्तो कुकुर छोड्ने यसरी जङ्गलतिर नानीको आमा नानीसँग छोड्नेहरूलाई चाहिँ तपाईँहरूले यसो सोचेर खाना पनि ल्याइदिने राम्रो हुन्छ माया त गरेन यस्तो जङ्गलभित्र बिचरा जाने त्यहाँ नानीलाई जाने थिएँ गयो नानी माया लाग्दो है अब के भन्नु है यस्तोमा चाहिँ अब कसै माया लाग्ने मान्छे छ भने चाहिँ हेर्नु है यहाँ कुकुर चाहेको छ भने चाहिँ यो भित्र 2-3वटा बच्चा रहेछ सेतो बच्चा पनि रहेछ आमा चाहिँ कालो रहेछ सेतो बच्चाहरू पनि रहेछ माया लाग्दो हेर्नुहोस् त बाटो कता हो यहाँबाट हिँड्ने बाटो यिनीहरूको उताबाट निस्किँदो रहेछ पस्नु यहाँबाट पस्दो रहेछ खा नानी खा ल खा नानी अब के गर्नु अब सबैको किस्मत आफ्नो आफ्नो किस्मत है तिमीले आजको दिनमा नानीलाई यस्तो जङ्गलभित्र दुम्सीको दुलोभित्र जन्म दिएर 5-6वटा बच्चालाई जन्म दिएर पनि हुर्काइरहेछ है कतिवटा त धनी अब कुकुरहरू त बडै कम्बलभित्र कहाँ पस्छ जाडो महिनामा तर यो नानीहरू बिचारा यस्तो जाडो महिना चिसो कति जाडो लाग्दो होला हो कहिल्यै मलाई चिन्दैन तर पनि पुरा चिनेको जस्तो गर्दैछ माया लाग्दो के गर्नु मायाले संसार थाम्दैन भने चाहिँ त्यही हो नानी तेरो किस्मत यस्तो रहेछ सकेसम्म त म हेरौँला नि 1-2 दिन है बादमा कसले हेर्छ अब हेल्प माग्ने यहाँनिर फेसबुकमा हालिदिन्छु म माया लाग्नेहरू पनि छ होला नि ल है तपाईँहरू माया लाग्छ भने चाहिँ हेर्नु है यस्तो कुकुर यो भित्र चाहिँ कतिवटा छ मलाई पनि थाहा छैन मैले चाहिँ 3टा चाहिँ देख्यो भित्र अब 3टा नानी चाहिँ देख्यो सबै भागेर गयो म देख्दाखेरि चाहिँ कहाँ चाहिँ पस्यो म छक्कै पर्दो एउटा मात्रैले पिरिले के भन्छ इङ्ग्लिसबाट सर्भाइकल भन्छ होइन के भन्छौ त्यस्तो हो यो कहिलेदेखि खानै सिकेको यहाँ हेर्नुहोस् आमा नानी हेर्नु दुध खाँदै नानी पनि खाना खानु जबरजस्ती मर्छ त बेसी नखायो नानी यो आमालाई दिनुपर्छ
तिमी त दुध खान्छ नि ल तिमीलाई म खाना दिनुपर्छ आइज आइज सबैजना हेरौँ भने यो खाना दिएर चाहिँ यहाँ निकालेर आएन हो अर्को चाहिँ साह्रै माया लाग्दो साथीहरू पनि रहेछ थुप्रो यस्तो जङ्गलमा चाहिँ तर उसले जग्गा चाहिँ दामी पक्रेछ यहाँबाट पस्ने त्यहाँबाट पस्ने ऊ माथि उन्दोबाट पनि निस्किने रहेछ हो 4-5 दुलो छ अब नानी कहाँ छ मलाई पनि थाहा भएन जतिजनालाई माया लाग्छ यसो आएर हेल्प गरिदिनु अब गुम्बाको के भन्छ गुम्बाको जग्गादेखि अलिक अरू जङ्गलमा रहेछ कसले छोड्यो कसले ल्यायो के हो पत्ता छैन होइन हेर्नु न माया लाग्दा कुकुर अब मलाई भन्दा नानी यहाँ ल्याएर कसले छोड्यो तिमीलाई भन्नुभएको छैन बिचरा बुझ्ने होइन अन्त यस्तो जङ्गलभित्र बिचरा छोडिराखेको रहेछ पछाडिपट्टि ल्याएर हो राति कस्तो चिसो हुँदा होला है एउटा मात्रै निस्किरहेको छ अर्को राम्रो राम्रो त निस्किनु मानेन अन्त केही भन्नु चाहदिनँ तपाईँ राम्रै हेर्नुहोस् जङ्गलभित्र यसरी कुकुर कहाँबाट आयो कसले छोड्यो त्यसै हाम्रोमा 3-4वटा कुकुर अगाडिदेखि मान्छेले छोडेकोहरू छ गुम्बामा ल्याएर छोडिराखिदिन्छ हो नाम पनि थाहा हुँदैन त्यसले गर्दा मैले यहाँ सुतिरहेको छ नि मसँग हिँड्ने उसको नाम सेती ऊ पर बसिरहेको काली कालो छ भने काली सेतो छ भने सेती अब यसको डबल सेती भयो यो डबल काली बेसी हुने भयो अब चाहिँ कहाँबाट आयो है यस्तो जङ्गलभित्र हेर्नु नि माया लाग्दो एउटा चाहिँ खाइरहेछ अर्को निस्किनु मानेन हौ माया लाग्दो रहेछ नभए त किस्मत लिएर आएको जन्म लिएर आएको जस्तो अर्को कुकुरहरू चाहिँ किन माया सेतो रहेछ एउटा चाहिँ रातो राम्रो रहेछ कसै लानु मन छ भने कन्ट्याक्ट गर्नुहोस् मलाई भन्नुहोस् खाना दिनु छ भने मन छ भने भन्नुहोस् यसरी हाम्रोमा कुकुर अगाडिदेखि मान्छेले छोडेको थुप्रो भइरहेछ हो खाना दिँदै यताउता दिँदै राखिदिएको छ अन्त यो स्यालको पनि डर बिचरा राति कति डर हुन्छ होला आमालाई यस्तो जङ्गलमा माया लाग्छ भने चाहिँ हेर्नुहोस् हाम्रो एनिमल लभर्सहरूले चाहिँ बुझिदिन्छ होला गाडीमा धेरै एनिमल लभर्सहरू टालेर हिँडिरहेको हुन्छ फेसबुकमा साह्रै एनिमल लभर्सहरूले पुरा लेखेर हालिरहेको हुन्छ रियालिटी र ग्राउन्ड लेभलमा झरेर चाहिँ को आउँदो रहेछ हेर्नु पऱ्यो यहाँ यस्तो कुकुरहरूलाई माया गर्ने चाहिँ आइज 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 कहाँ पालिस् तैँले यहाँ अरे जग्गा त दामी बनाएछ यसले कहाँ छ होला कुकुर लु के माया लाग्दो हो कहाँ छ नानीहरू खै छैन ओइ नानी हो भने जहाँ त नानी निकाल पस भित्र पस भित्र जा भित्र जा कुटु लो यो भित्र बिचरा माया लाग्दो हेर्नुहोस् त यहाँ जाने जग्गा दैलो चाहिँ पुरा रहेछ यिनीहरूको 3-4वटा छ नानीहरू पनि पुरा सेतो एउटा चाहिँ देख्यो र कसैलाई माया दया करुणा छ भनेदेखि चाहिँ हेरिदिनु है यो नानीहरूलाई बिचरा लगेर राख्ने जग्गा पनि छैन हाम्रो त कहाँ लानु र हाम्रो आफै अब गुम्बाको एउटा के भन्छ नेम हुन्छ नेम पालन गर्नुपर्छ कति मान्छेले सोच्छ गुम्बामा खाना पुरा हुन्छ उफ्रेको नानीले बिगारेको त्यस्तो चाहिँ कहिले हुँदैन हाम्रो गुम्बामा चाहिँ सक्दो खानुपर्छ त्यहाँदेखि बेसी खाना बिगार्नु पाउँदैन त्यस्तो आफ्नो आफ्नो एउटा उयो हुन्छ के भन्छ रुल हुन्छ र यसरी खाना बिगार्नेको बिगार्नु पाउँदैन खाना र बिगार्ने गरेर खाना हामीले चाहिँ बनाउँदैन पनि ठिकै मान्छेलाई अगाउने गरेर पुग्ने मात्रै बनाएको हुन्छ त्यसले गर्दा यस्तो यिनीहरूलाई चाहिँ खाना दिनु धेरै नै साह्रो पर्छ र मैले यताउता साथीभाइको हेल्पबाट कोही बेला पैसा उठाएर अलिअलि खाना किनेर राखेर दिन्छ सधैँभरि त दिनु सक्दैन सधैँभरि चाहिँ दिनु सक्दैन अब कोही बेला चाहिँ साथीहरूले
डोनेसन पैसा अलिअलि मिलाएर हामी ल्याएर दिन्छ खाना। यस्तो जङ्गलभित्र हेर्नुहोस् त, साह्रै माया लाग्दो, खाना दिनु पनि नसक्ने। कसै छ हेल्प गर्न सक्छ भने गरिदिनुहोस् है यो कुकुरलाई। साह्रै माया लाग्दो गरेर बसेको रहेछ जङ्गलभित्र। नानीको आमा रहेछ, 3-4वटा बच्चा रहेछ। यो कालो चाहिँ बाहिर आएको छ कि अघि त्यो चङ्को रहेछ। सेतो चाहिँ भित्र लुकेर बस्यो। सेतो कस्तो रातो रातो 2-3वटा देखेँ, त्यो देख्दा अलिअलि पनि देख्यो। यो भित्र लुकेर बसेको रहेछ। खोइ त्यो टर्च लगाएर बाजेर हेर्दा पनि देखेन। माया छ भने भन्नुहोस्, तपाईँहरू कुकुरलाई माया गर्नुहुन्छ भने हेर्नुहोस्, एनिमललाई माया गर्नुहुन्छ भने। धेरै माया लाग्दो रहेछ है हाल चाहिँ जङ्गलभित्र। यो आमाको चाहिँ रातिको के हुन्छ भने डर लाग्यो मलाई त, साह्रै माया लाग्यो। स्यालहरू आयो भने अब के चाहिँ हुन्छ, बाटो त 2-3वटा पस्ने भित्र। खाना लिएर चाहिँ खाना खिलाउँछु ल नानी। के माया लाग्दो गरेर बसेछ बिचारा। बस ल अब।